आजको कहानी भयो यस्तो देख्न सक्नुहुनेछ। सुरुमै देखिहाल्नु होला। हे गाइज, वेलकम ब्याक न्यू भिडियो। आजको भिडियोमा सबैजनालाई स्वागत छ। मेरो नाम चाहिँ सन्देश भट्टराई अनि आज म बिहान 6 बजे उठेर मुख धोएँ। देख्न सक्नुहुन्छ दाजुभाइहरू। अनि मुख धोइसक्छु, त्यसपछि खाजा खाने कोसिसमा लाग्छु। अनि एउटा कुरा तपाईँहरूले मलाई साथ सपोर्ट दिइराख्नु भएको छ, यसरी नै जहिले साथ सपोर्ट दिनु होला भन्दै अब म सर्वप्रथम उठेर मुख धुने हो। मुख धोएर ब्रस गरेर पानी खानुपर्छ गाइजहरू, नत्र भने स्वास्थ्यलाई पनि हानिकारक हुन्छ। अब पानी खाएर म सब्जी काट्न सघाउँछु। सब्जी काटेर म टक्कसँगले बाहिर निस्केँ। घाम यस्तो चर्को थियो कि देख्न सक्नुहुने थियो। म गोरो मान्छे पनि अफ्रिकन बने जस्तै लागिरहेछ गाइजहरू, देख्न सक्नुहुन्छ यस्तो घाम थियो। अनि घाम लागेपछि मौकाको फाइदा नछोड्ने त कुरो भएन नि। अनि मैले सरफ हालेर लुगासुगा धुने निर्णय गरिसकेको छु। अब लुगासुगा धोइसक्छु। अनि त्यसपछि म पनि अब दानवीर भएर रात वितरण गर्दैछु दाजुभाइहरू, देख्न सक्नुहुन्छ। यहाँनिर हाम्रो जीव जन्तुहरू दान धर्म गर भन्छ पुरानो मान्यता रहेको छ, त्यही भएर दान गरिरहेको छु। देख्नुहुन्छ रात पाएपछि मान्छेहरू कसरी खुसी साथ बाँच्छन्, जीव जन्तुहरू देख्न सक्नुहुनेछ। अनि हाम्रो घरमा चाहिँ वरिपरि यसरी मकै राखेको छ कि मतलब घर सानो छ नि त, त्यही भएर यसरी राखेको हो। अब म बिस्तारै हटाउने छु यस्तै भन्दै आज। अनि यता मुसी र टुटुलाई पनि उयो रात वितरण गरिदिरहेछु। रात पाएर खुसी भएर खाइरहेछन्। अनि आज अनि मेरो अर्को काम रहेको छ कोठा सफा गर्ने, देख्न सक्नुहुनेछ। फोहोर मभन्दा फोहोरी छ। अब म एक चुटकीमा सफा गरेर देखाउने छु टिकटक स्टाइलमा टुङ। अब देख्न सक्नुहुन्छ अघि त्यस्तो फोहोर अहिले यस्तो सफा भयो केमा भन्दा टिकटक स्टाइलमा होइन। अरू कुरा त्यस्तै हो। अलिक ल्याक चलिरहेछ किनकि अब 1K सब्सक्राइबर पुगेपछि म मोबाइल चाहिँ चेन्ज गर्ने छु। यति भन्दै आजको भ्लगलाई इन्ड गर्न चाहन्न। त्यसपछि मलाई भोक लाग्छ। देख्न सक्नुहुन्छ अनि चाउचाउ खोजेर खाने, त्यही भएर म चाउचाउ लिन गइरहेको छु दोकानमा। दोकान चाहिँ हामीलाई अलिक पर छ। 1K सब्सक्राइबर पुऱ्याइदिनुपर्छ दाजुभाइ दिदीबहिनीहरू होइन। अरू कुरा त्यस्तै हो, मन त्यस्तै हो। ठिक छ नि, ठिक छ। ठिक छैन भन्न पाइँदैन किनभने मलाई पनि सबैजनाले त्यो अरू ठुल्ठुलो युट्युबर जस्तै रतन कार्की, अनिल सुनार, सुकेश जोशी जस्तै गरेर मलाई पनि सब्सक्राइब गरिदिनु होला। अनि आजको भिडियो म अपलोड गर्नेछु। अनि तपाईँहरूलाई के भन्न चाहन्छु भने ठुलो भिडियो पनि आज एडिट गर्छु, भोलि आज एडिट गर्छु किनभने भ्यागुताहरू पराइरहेको छन्, सुन्दै हुनुहुन्छ। त्यही भएर भोलि हाल्छु। तपाईँहरूले जिन्दगीमा कहिले देख्नु भएको छ यसरी राति हुँदी खेतबारी हुँदी भने चाउचाउ खोजेर भेटिन्छ भनेर? देख्न सक्नुभएको छ। यसरी मैले त भेटेँ त। अनि यति भन्दै आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु। हस्त धन्यवाद। प्लिज सब्सक्राइब, लाइक, कमेन्ट। अनि तपाईँहरूले यस्तै नै साथ सपोर्ट दिनुहुन्छ भन्ने आशाका साथ हजुरलाई बाई बाई, धन्यवाद।